हामी चाहिँ यसो छोटो मिठो चकलेट खाइदिउँ भनेर यसो भाइलाई भिडियो गर्न पठाइदिँदा होइन। अनि म चाहिँ आलु छिल्दै ल्याम गरेर है भाइलाई पनि उता देखायो। फेरि पुरै सँग बिजी पुरै बिजी म चाहिँ यता काट्नतिर धमाधम। अनि यसो काटियो पुरै फनस भाले भाइले यसो क्लियर देखोस् भनेर म चाहिँ पुरा कागती निचार्नतिर लागेँ है। पुरै दाँत टोकी पुरा राइसँग स्टाइलमा मरि बल्ल निस्कियो कागतीको रस पनि। फेरि निचार्यो गरेर पुरै कोदी भित्रको अब पुरै बुझै निस्किला जस्तो फेरि ननिस्किएर क्या फेरि है। यसो अब नमकसँग पनि हाल्नै पऱ्यो हल्का छोटो मिठो। अब तेलसेल पनि त हाल्नै पऱ्यो होइन। तेलसेल हाल्यो अब मोल्नलाई रेडी पुरा मोल्दैछु भाइले यसो हल्का एङ्गलमा भिडियो गर भनेको पुरै उहाँलाई त्यहीँ गाड्ला जस्तो गर्ने अनि गर्दैछ यसो मोल्दैछु म चाहिँ है। भाइलाई यसो पुरा देखाउ भनेको कहाँ त्यही अनि उहाँले गाड्ला जस्तो म चाहिँ त्यहीँ खाइदिउँ जस्तो गरिदिएर पुरै टेस्ट यस्तो खतरा आएर यस्तो भन्यो। ल अब बनिसकेर चाहिँ भाइले यसो ल दछ्याउ अब थाहा छैन गरी मान्छे होइन। अब पेपरसँग दछ्याउ अब त्यहीँ बसेर हान्दिनु पर्छ भन्यो। पुरै भाइले पुरै राख्नुलाई रेडी। एउटा चाहिँ उता म्युजिकको तालमा अझै कता हो। अब म चाहिँ अब आफैलाईतिर अब यसो फर्काएर मोबाइल चाहिँ सबैतिर देखाउने कोसिस गरेँ तर भएन। अलिकति लास्टै जुम भएर ल भाइ चाहिँ पुरै दछ्याउँदै ल अब पेप्सी हाल भनेको पुरै पेप्सी हाल्दैछन्। भाइले चाहिँ एउटा चाहिँ बिजी काट्नु नसरी एउटा चाहिँ पुरा पब्जी खेलै अब चाहिँ रेडी पुरा है। म चाहिँ यसो भिडियो गर्दैछु ल भाइहरू तिमीहरू हाल म चाहिँ भिडियो बनाउँछु ल अब ल तिमी हाल भन्यो। म चाहिँ पुरै हाल्नलाई रेडी चकलेट भाइले अब दछ्यायो है। ठुलो दछ्याएर चाहिँ त्यहाँ ल्याम हान्नुपर्छ भने त्यहाँ भाइलाई फेरि म भन्दैछु अलि राम्रोसँग गर भिडियो। भाइले चाहिँ फेरि टोपी पनि फालिदिन्छ हो माइकी लालले फेरि। अनि पेप्सी हाल्दै म चाहिँ पुरै है कालो पुरै त्यो डढेको है हुँदैछ। उसले चाहिँ भिडियो राम्रोसँग गर भनेको फेरि कहाँ घुमाउँछ फेरि भाइले फेरि ल अब रेडी हुनुपर्छ ल खानालाई। ऊ फेरि बढ्नु नसकिजान फेरि आफैले देखाउँछ फेरि के हो यस्तो हो फेरि पुरै ल एउटा चाहिँ मलाई नदेखाउनु भन्दैछ फेरि ल अब चाहिँ पुरै रेडी है। म चाहिँ फर्स्ट बाइट म आफै हान्छु म आफै बनाएको भनेर म चाहिँ फर्स्ट बाइट यसो चाखिदिएँ। खतरा पनि लाग्यो दामी छ है। अब भाइलाई पनि अब भनेको पुरै हरिसिङ गरेर बाँध्दै एउटाले फेरि 5 साल नखाए जस्तो फेरि पुरै अन्धकालीन जस्तो एउटालाई खाऊ भनेको फेरि कहाँ बिजी फेरि। अब अर्कोलाई भन्दैछु ल खानु नि त हजुर पनि भनेको पुरै खाँदैछन् चाख्दैछन् कस्तो लाग्यो छ पनि भन्नु नि ल। आजको लागि यति नै है ल धन्यवाद।